मम्मी हजुर कस्तो भइरहेछ त नि अहिले? अलिअलि ठिक भएको छ। अहिले ठिक भएको छ है? पहिला भर्याङमा बोक्नु पर्थ्यो है? आज ल्याउनुहुन्थ्यो भाउजूले। बोकेर ल्याउनु आज चाहिँ अलिअलि हिँड्न कोसिस गर्दैछु। आज चाहिँ आफै हिँडेर भर्याङबाट आउनुभयो है? हजुर। नमस्कार मम्मी। नमस्कार। हाम्रो मम्मीको शुभ नाम कल्पना गुरुङ। अनि हाम्रो मम्मी चाहिँ कहाँबाट आउनुभयो? गोलगोल चोकबाट। ग्लोबल चोकबाट चाहिँ आउनुभयो। अनि यहाँ चाहिँ को मार्फत आउनुभएको थियो मम्मी? म चाहिँ एउटा विश्राम दाई भन्ने दाई हुनुहुन्छ। अनि उहाँले नै म एकदम बिरामी भएर सुतिरहेको बेलामा यस्तो छ बहिनी, मेरो भान्जी पनि काम गर्छ लुगा बेस्ट भन्नेमा, त्यसपछि तिमी नै त्यहीँ पुग्छ, अनि त्यसपछि त्यहाँनिर गर्दा चाहिँ राम्रो हुन्छ भन्नुभयो दाइले। अनि त्यसपछि युट्युबमा गएर सर्च गरेर चाहिँ हेऱ्यो, त्यसपछि नम्बर पनि देख्यो, अनि फेरि फोन गरेर त्यो दाइबाट ल हाम्रो दाइको लागि पनि एकचोटि जोरदारको ताली 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 हाम्रो मम्मी चाहिँ हाम्रो गेस्ट हाउसमा आउँदा चाहिँ के समस्याहरू लिएर आउनु भएको थियो नि मम्मी? मेरो समस्या भन्दा चाहिँ नसा च्यापेर यो खुट्टा चल्ने थिएन, टेनमा हिँड्न बस्न पनि गाह्रो हुन्थ्यो। फर्स्ट दिन आउँदा त म त्यहाँ पछाडि यस्तो भुइँमा नै भाउजू र म यस्तो भाउजूको काखमा सुतेर बसेर सबैजना देख्नु भएको थियो, त्यस्तो गाह्रो भएको थियो मलाई चाहिँ। अनि त्यसपछि म थेरापी गर्दा 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 चाहिँ अहिले चाहिँ आफै हिँड्न सक्ने भएको छु। जोरदारको ताली पुरा मम्मी। हाम्रो मम्मी चाहिँ अब पहिलो दिन आउँदा चाहिँ बुवाउनुलाई चाहिँ एकदमै गाह्रो भएको थियो कि बुवाले त्यो दिन चाहिँ तलैबाट बोकेर पनि आउनुहुन्थ्यो बुवाउने है। अहिले चाहिँ हाम्रो यो मेसिनको प्रयोग गरेपछि चाहिँ निरन्तर प्रयोग गरेको कारणले गर्दा चाहिँ आज मम्मी चाहिँ आफ्नो खुट्टामा आफै उभिएर चाहिँ आफै हिँडेर चाहिँ यहाँ आएर चाहिँ बोल्न पाउन सक्नु भएको छ नि त बुवाउनु, होइन बुवा मम्मी? हो कि होइन? अनि मम्मीलाई चाहिँ यो समस्या चाहिँ कति वर्ष पुरानो थियो मम्मी? हो मलाई पुरानो भन्दा पनि 1 महिना मात्रै भर्खरै हो। अहिलेसम्म गरेर चाहिँ 1.5 महिना जति भयो होला। नयाँ नै हो समस्या चाहिँ। अनि मम्मीले यो समस्याको लागि चाहिँ कतै जानुभयो कि भएन त मम्मी? म हस्पिटल पनि बसेको, सिएमसी हस्पिटलमा 9 दिन बसी भर्ना गरेर। अनि त्यसपछि त्यहाँनिर थेरापी गरेको, अनि अलिअलि टेक्न जस्तो त भएको थियो। अनि त्यसपछि फेरि घर आएपछि त्यस्तै भयो क्या। अनि हिँड्न नमिल्ने, अनि टेक्न नमिल्ने, एकदम यो खुट्टालाई चाहिँ यताउता फर्काइदिनु पर्ने त्यस्तो अवस्था थियो म चाहिँ। अनि त्यसपछि यहाँ आएपछि चाहिँ आफै हिँड्न सक्ने भएको छु। जोरदारको ताली मम्मीलाई चाहिँ यो समस्या चाहिँ के सुधार हुँदा चाहिँ मम्मीलाई चाहिँ त्यस्तो गाह्रो भयो कि भएन मम्मी? गाह्रो अति गाह्रो भयो। म दिसा पिसाब गर्न जाँदा पनि मलाई बोकेर लानुहुन्थ्यो दिदीले। म दिदी भाउजूप्रति चाहिँ म सम्मान व्यक्त गर्न चाहन्छु। मलाई यो अवस्थामा पनि साथ सपोर्ट दिएर चाहिँ यहाँसम्म बोकेर, यो सिँढीबाट बोकेर म त्यहाँ तलदेखि नै बोकेर मलाई पछाडि लिएर राख्नुहुन्थ्यो। म अगाडि कुर्सीमा पनि बस्न सक्नु थिएन। अनि भाउजूहरूलाई चाहिँ सम्मान व्यक्त गर्न चाहन्छु म। अनि मम्मी अब यति राम्रो प्रविधि बनाइदिनु भएको छ, हाम्रो डाक्टर जो सर हुनुहुन्छ, आज उहाँले यस्तो राम्रो प्रविधि बनाइदिनु भएको कारणले गर्दा हजुरले प्रयोग गर्न पाउनुभयो होइन? प्रयोग गरेको कारणले गर्दा हजुर अहिले यहाँ यस्तो राम्रो हुनुभएको छ। हाम्रो डाक्टर जो सरलाई चाहिँ के भन्नुहुन्छ मम्मी? एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो चाहिँ अब कोरियामा मात्र नभएर चाहिँ अब नेपालमा यति राम्रो प्रविधि भित्राइदिनु हुने हाम्रो राजीव भण्डारी सर हुनुहुन्छ, गणेश सर हुनुहुन्छ, उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ मम्मी? उहाँलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँले कोरियामा भएकोलाई यहाँ नेपालमा भित्राएर चाहिँ यस्तो सुविधा दिनुभएको छ। हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि हाम्रो चाहिँ काठमाडौँमा भएको प्रविधिलाई चाहिँ अझै सजिलो होस् भनेर चाहिँ यहाँ चाहिँ तलसम्म भित्राइदिनु हुने हाम्रो मणि सुधरी सर हुनुहुन्छ, जसको कारणले गर्दा चाहिँ आज हामीले यहीँ चितौनमै बसेर यस्तो राम्रो प्रविधिको चाहिँ प्रयोग गर्न पाइरहेछौँ। हाम्रो मणि सुधरी सरलाई चाहिँ के भन्न चाहनुहुन्छ मम्मी? सरलाई पनि धन्यवाद दिन चाहन्छु। अनि हाम्रो चाहिँ अब यति राम्रो प्रविधिलाई चाहिँ भित्राउन साथमा साथ दिनुहुने हाम्रो अस्मिता म्यामलाई के भन्नुहुन्छ मम्मी? म्यामलाई पनि धन्यवाद दिन चाहन्छु। अनि हाम्रो चाहिँ भरतपुर गेस्ट हाउसमा बिहानदेखि बेलुकासम्म खटिनु हुने हाम्रो सम्पूर्ण सर्भिसहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ मम्मी? सम्पूर्ण सर्भिसहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँहरूले चाहिँ एकदम साथ सपोर्ट गरिकन यस्तो आउनुपर्छ, यस्तो भनेर भन्नुहुन्छ। उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि हाम्रो चाहिँ अब यहाँ स्वास्थ्य नै ठुलो धर्म भनेर सेवा लिन आउनुमा चाहिँ हाम्रो बुवा मम्मीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ नि? बुवा
धन्यवाद दिन चाहन्छु। अब आफ्नो समस्या हुने त थेरापी गरेपछि ठिक हुन्छ भने समस्या नहुने पहिला नै रोग लाग्न नदिने एकदम रोकथाम गर्नको निम्ति रेगुलर आएर चाहिँ थेरापी गरिदिनु होला भन्न चाहन्छु। अनि खुसी हुनुहुन्छ मम्मी? ल नियमित रूपमा आइपुग्नु मम्मी हुन्छ। ल धन्यवाद मम्मी। ल हाम्रो कल्पना मम्मीको लागि पनि यसरी